म किन्दाखेरि यस्तो झोलमा किन्नु भएको थियो, घर राख्दा राख्दै यस्तो जम्यो, मलाई त मौरीवालाले ठग्यो अथवा पसलेले ठग्यो भन्ने लागिरहेको भयो भने चाहिँ हजुर भ्रममा हुनुहुन्छ। मह जम्नु भनेको प्राकृतिक हो। किन जम्छ भनेर आज यो भिडियोमा म हजुरहरूलाई बुझाउने प्रयास गर्नेछु। मह जम्नुको मुख्य 2-3 वटा कारणहरू छन्। तीमध्येको सबैभन्दा मुख्य कारण भनेको चाहिँ यो भित्र ग्लुकोज, फ्रुक्टोज र सुक्रोजको कति मात्रामा छ त्यसले फरक पार्ने हो। जस्तै कि कुनै महमा ग्लुकोजको रेसियो बढी हुन्छ, कुनै महमा फ्रुक्टोजको रेसियो बढी हुन्छ। जुन महमा फ्रुक्टोज बढी हुन्छ त्यो चाहिँ जम्दैन अथवा कम जम्छ। जुनमा चाहिँ ग्लुकोजको मात्रा बढी हुन्छ त्यो मह चाहिँ जम्छ। जस्तै तोरी, यो तोरीको मह हो, यो तोरीको महमा चाहिँ ग्लुकोजको कन्सन्ट्रेसन बढी हुन्छ, त्यो कारणले गर्दाखेरि यो जम्मै पर्छ। र अरू जुन मसलाको मह, रुदिलोको मह, चिउरीको मह, त्यसमा चाहिँ फ्रुक्टोजको मात्रा बढी हुने हुनाले त्यो मह चाहिँ अलिक कम मात्रामा जम्छ। अब दोस्रो भनेको मौसम अथवा तापक्रम नै हो। 20 डिग्री सेल्सियस भन्दा कम भएको अवस्थामा मह जम्न सक्ने सम्भावना बढी हुन्छ। गर्मीयाममा तपाईँले मह जमेको देख्नु भएको छैन नि, किनभने 20 डिग्री सेल्सियस भन्दा माथि मह खासै जम्दैन। र अहिले जाडो महिनामा तपाईँले तोरीको मह किनेर लिएर आउनुभयो र त्यो जमेन भने चाहिँ बरु तोरीको मह नहुन सक्छ। अर्को चाहिँ उपभोक्तालाई चाहिँ यो मह ओरिजिनल हो कि होइन, चिनी मिसिएको छ कि छैन भनेर एकदम टेन्सन भइरहेको हुन्छ। अब हजुरहरूले के कुरा बुझ्नु पर्यो भने रियल किसानले कहिले पनि मह बेच्नको लागि चिनी खुवाउनुहुन्न। उहाँले मौरी बचाउनको लागि चाहिँ चिनी खुवाउनुहुन्छ। र यदि चिनी खुवाएर मह निकाल्ने हो भने यो 1 किलो महलाई 2000-3000मा बेच्दाखेरि पनि सायद किसानलाई फाइदा हुँदैन। अब बर्खायाममा जतिखेर फुल फुल्दैन त्यतिखेर चाहिँ मौरी बचाउनलाई चिनी त किसानले खुवाउनै पर्छ। हामीले पनि सिफारिस गर्छौँ चिनी खुवाउनु भनेर, तर त्यो चाहिँ बेच्नको लागि उहाँहरूले मह बनाउनुहुन्न। अर्को भ्रम चाहिँ उपभोक्तालाई के छ भन्दाखेरि विदेशबाट ल्याइएको मह नै ओरिजिनल हुन्छ, यहाँ नेपालमा बेच्ने यस्तो लेबल नलाएको मह चाहिँ डुप्लिकेट हो भन्ने लाग्छ। अनि के भन्नुहुन्छ भने मह भनेको सरर झर्ने नजम्ने हो। जुन विदेशबाट ल्याइएको महहरू छ तिनीहरू चाहिँ एकदम वर्षैभरि कलर पनि चेन्ज गर्दैन, जम्दा पनि जम्दैन। यो विदेशबाट ल्याएको मात्रै ओरिजिनल हो, नेपालमा भएको मह चाहिँ डुप्लिकेट हो भन्ने धेरै जसोलाई भ्रम पनि लागेको हुन्छ। एउटा कुरा के भन्न चाहन्छु भने विदेशबाट लिएर आएको महहरू लामो समयसम्म राख्दा पनि एउटै कलरको नजम्ने हुन्छ। त्यसलाई चाहिँ मेरो विचारमा 3टा कुराले चाहिँ मह नजम्ने बनाउँछन् होला सायद। एउटा त यसको मोइस्चर घटाउने भनेको पानीको मात्रा घटाउने, त्यो गर्दाखेरि लामो समयसम्म टिक्छ पनि भनिन्छ। दोस्रो भनेको अल्ट्रा फिल्ट्रेसन, अघि नै मैले भनेको जस्तै ग्लुकोजको मात्रा घटाएर फ्रुक्टोजको मात्रा बढाउने अल्ट्रा फिल्ट्रेसन भन्छ। र अर्को एउटा चाहिँ कुनै केमिकल हालेर पनि नजम्ने बनाएको नै हुनसक्छ। यो 3टा मध्ये कुनै 1, 2 या 3 गरेर जहिले हेर्दा पनि त्यही कलरको देख्नुहुन्छ। अब यहाँको किसानको हेर्नु है, तोरीको मह एउटा रङको हुन्छ, रुदिलोको मह एउटा रङको हुन्छ, चिउरीको मह एउटा रङको हुन्छ, मसलाको मह एउटै रङको हुन्छ। कहिले पनि मह एउटै रङको हुँदैन, फरक रङको हुन्छ। स्रोत अनुसारले मौरीको मह फरक रङको हुन्छ, तर विदेशबाट किन्नु भएको मौरीको मह के हुन्छ त भन्दाखेरि एउटै कलरको हुन्छ। त्यो एउटै कलरको हुन सम्भवै छैन, त्यहाँ त प्रोसेसिङै छ। अब प्रोसेसिङ मह खाने कि हजुरहरूले ओरिजिनल मह खाने, हजुरहरूकै कुरा। अब शुद्ध मह, ओरिजिनल मह कहाँबाट लिने भन्ने हजुरहरूलाई लागिरहेको भने चाहिँ एउटा कुरा मैले राख्न चाहेँ। अब नेपालमा जति पनि मौरी किसानले मह उत्पादन गर्नुभएको छ त्योभन्दा बढी डिमान्ड र खपत छ, तर विडम्बना नेपाली किसानको ओरिजिनल मह, शुद्ध मह बिक्री भइरहेको छैन र उहाँहरू घाटामा गइरहनु भएको छ। अब मैले चाहिँ यहाँ यो भिडियोमा चाहिँ खैरेनी नगरपालिकाभित्रका मौरी किसानको फोन नम्बरहरू राखिदिएको छु। खैरेनी नगरपालिकाभित्रका उपभोक्ता अथवा चितवनभरिकै उपभोक्ताले चाहिँ यी फोन नम्बरमा कल गरेर हजुरहरूले स्रोत अनुसारको तोरीको चाहियो कि, चिउरीको चाहियो कि, रुदिलोको चाहियो कि, मसलाको चाहियो कि, लिचीको चाहियो, हजुरहरूले फोन गरेर उहाँहरूलाई अर्डर गरेर खरिद गर्न सक्नुहुनेछ। र यदि हजुरहरू खैरेनी अथवा चितवनका मौरी किसानले यो हेर्दै हुनुहुन्छ भने हजुरहरूले यो भिडियोलाई सेयर गरेर आफ्नो फोन नम्बर माथि क्याप्सनमा लेखेर चाहिँ नजिकका उपभोक्ताहरूलाई पनि हजुरहरूले बिक्री गर्नु होला। हजुरहरूले नेपाली मौरी किसानकै मह खरिद गरेर उपभोग गरिदिनुहुन्छ भन्ने आशाका साथमा आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्, नमस्कार।